तपाईलाई घाँटीमा घोचे जस्तो हुन्छ, निल्न गाह्रो भए जस्तो लाग्छ, तर नाक कान घाँटी रोग विशेषज्ञ डाक्टरले जाँच गर्दा घाँटीमा कुनै समस्या छैन, सबै सामान्य छ भन्नुभएको छ भने यो भिडियो तपाईका लागि हो। ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै स्वास्थ्य सम्बन्धी जानकारीका लागि मलाई फलो गर्नुहोस्। यदि खानामा पानी निल्न सक्नुहुन्छ तर घाँटीमा सधैँ केही अड्के जस्तो, डल्लो बसे जस्तो वा घोचे जस्तो महसुस भइरहन्छ भने यसको एउटा सम्भावित कारण ग्लोबस सिन्ड्रोम हुन सक्छ। यो अवस्थामा घाँटीमा वास्तवमा केही अड्किएको हुँदैन, तर त्यस्तो अनुभूति हुन्छ। यसको कारण एसिड रिफ्लक्स, तनाव वा चिन्ता, घाँटीका मांसपेशी अत्यधिक कसिनु वा कहिलेकाहीँ थाइराइड जस्ता अन्य समस्याहरू पनि हुन सक्छन्। धेरैजसो मानिसहरू तनाव र चिन्ताले घाँटीमा पनि असर गर्न सक्छ भन्ने कुरा थाहा पाउँदैनन्। तर सावधान, यदि खानामा पानी साँच्चै निल्नै गाह्रो भइरहेको छ, खाना अड्किन्छ, तल घटिरहेको छ, रगत आउँछ, लगातार आवाज बसिरहेको छ वा घाँटीमा गाँठो देखिन्छ भने यसलाई सामान्य ठानेर बस्नु हुँदैन। तुरुन्त डाक्टरलाई देखाउनुहोस्। सही कारण पत्ता लगाएपछि मात्र उपचार सुरु गर्नुपर्छ। आफै औषधि खानु वा समस्या व्यवस्था गर्नु उचित हुँदैन। यदि तपाईको जाउँ सामान्य आएको छ भने तनाव नियन्त्रण पनि उपचारको महत्त्वपूर्ण भाग हो। नियमित निद्रा, दैनिक व्यायाम, गहिरो सास फेर्ने अभ्यास, ध्यान, मेडिटेसन, क्याफिन कम गर्नु र आवश्यक परे मनोवैज्ञानिक वा मनोचिकित्सकसँग कग्निटिभ बिहेभियरल थेरापी CBT गर्नु धेरैलाई फाइदाजनक हुन सक्छ।